हेलो एभ्रिवान, आज चाहिँ वेदर राम्रो छ, घाम पनि छैन, वेदर राम्रो छ। आज चाहिँ हामी हिजो लाउँदै गरेको अचार चाहिँ बट्टामा हाल्नु पाएन, रात परेर पानी पनि परेको थियो। अनि आज चाहिँ अब त्यो अचार हाल्ने। म चाहिँ अर्को लिएको छु। अब चाहिँ लगेर सुकाउँछु। घाम त लागेको छैन, तर पनि बाहिर राखेको फाल्टै हुन्छ नि, त्यही माथि राख्नु छानामाथि। यहाँ माथि राखिदिनु पर्यो। अब मेरो अचार हेर्नुहोस्, वेदर कति राम्रो छ। आज घाम पनि छैन, राम्रो छ। हेर्नुहोस् मेरो फुल कति मजाले फुलिरहेछ। सेडेडमा पिङ्क कलरमा। अनि यहाँ चाहिँ कुखुराले चल्ला निकालेको थियो कि बिमारी भएछ कुखुराको चल्ला। आमाले चल्लालाई चारो खुवाइदिइरहेछ। अनि छ अर्को कुखुरा चल्लाहरू, दुईवटा मैले चल्ला निकालेको थियो। अनि यहाँ हेर्नुहोस्, यो जस्मिन मिठो गनाउँछ हौ। यहाँ कस्तो मजाले फुलेको छ, हेर्नुहोस् न कति मजाले फुलेको छ। यहाँ चाहिँ फुलेर सकेको अब यस्तो भएको छ, हेर्नुहोस् न कस्तो मिठो गनाउँछ। यो चाहिँ अब भएको रहेछ। कस्तो मजाको छ, हेर्नुहोस् त मिठो गनाउँछ। हेर्नुहोस् यो फुल आम्मा थर फुलेको छैन योपालि त, होइन अस्ति पनि मजाले फुल्थ्यो होला कि, असिनाले पुरा हिर्काएर यो सबै भाँचेको थियो। हेर्नुहोस् यस्तो भएको छ असिनाले, तर पनि भाँचेछ, थुप्रो फुल्ने रहेछ। अब त यहाँ फुल्ने ट्याप्पै, हेर्नुहोस् ट्याप्पै फुलिरहेछ। आज चाहिँ अचार पनि लगाइसकेँ। अनि आजको भिडियो चाहिँ यति नै।